सम्पूर्ण दर्शक महानुभावहरुमा वीर भ्लगमा स्वागत छ। हामी 4 जना भएर पोखराको लेक साइड तर्फ माइन्ड फ्रेश को लागि हामी जाँदै छौं। हेलो हाय, हामी लेक साइड तिर जाँदै छौं माइन्ड फ्रेश रिल्याक्स को लागि। आज हाम्रो 7औं दिनको कोर्स सकिसक्यो। आज हामी नाइटमा घरतर्फ लाग्ने छौं र हामी रिल्याक्स को लागि एउटा चाहिँ माइन्ड फ्रेश को लागि हामी लेक साइड तिर जाँदै छौं। प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशद्वारा युवा खेलाडीहरूले ट्यालेन्ट हन्ट प्रतिभाको खोजी गरी निरन्तर प्रशिक्षण दिने कार्यक्रम आज सम्पन्न भएको छ। गण्डकी प्रदेश भित्रका मार्शल आर्टका खेलाडी प्रशिक्षकहरूको लागि पोखरामा मिति 2081 3 को महिना 11 गतेदेखि 2081 3 को महिना 17 गतेसम्म सञ्चालन भएर आज सम्पन्न भएको छ। हामी पोखरा लेक साइड आइसकेका छौं। पानीको स्तर बढेको छ, हामी हेर्न सक्छौं। तालबराही मन्दिर हामी अगाडि हेर्न सक्छौं। यहाँ जलकुम्भीहरू पनि हामी अहिले हेर्न सक्छौं। यहाँ शीतल गरेको छ, बादल लागेको छ, पानी पर्ला जस्तो गरेको छ। साँझको समय छ। प्रायजसो साँझको समयमा पोखराको लेक साइडमा अत्यन्त भिड हुने गर्दछ। हामी हिँड्दै छौं लेक साइड एरियामा। यो साइडमा जम्मा 20 रुपैयाँ दाम निकाल्छ तपाईहरुलाई। एकचोटि ट्राई गरेर हेर्नु बाबु। बिचारा क्यामेराम्यानले एकचोटि ट्राई गर्नु होला, राम्रो लाग्यो भने खिच्नु होला, नभए नखिच्नु होला भनेर रिक्वेस्ट गरिराख्नु भएको छ। ओ हाय हाय हाय, नमस्ते, सस्काल, आदाब, केम छु? ल है गाइज, चस्मामा कस्तो देखेको छ कमेन्ट गरिदिनु होला। किन हाँसेको? राम्रो देखे पनि नराम्रो देखे पनि कमेन्ट गरिदिनु होला। गाली गर्नु मन लाग्यो नि गाली गरिदिनु होला। सबैले लाइक कमेन्ट गरिदिनु होला हाम्रो भिडियोलाई। हामी हिँड्दै भ्लग बनाउँदै पोखराको चर्खेपिङ खेल्ने ठाउँतिर हामी जाँदैछौँ र त्यहाँ गएर को खेल्ने छन् अब त्यस ठाउँमा गएपछि मात्रै थाहा हुन्छ। ल हेर्नुहोस्, हामी आइपुग्यौँ। यहाँ विभिन्न गेमहरू खेलाइन्छ। पोखराको राम्री राम्री बहिनीहरू मेरो भ्लगमा कैद हुने भए। ल हेर्नुहोस् है साथीहरू, कस्तो लाग्छ कमेन्ट गर्नु होला। को चाहिँ कुन गेम खेल्ने भनेर सल्लाह हुँदैछ। म चाहिँ भ्लग बनाउनमा व्यस्त छु गाइज। भिड पनि आज निकै छ। हामी मान्छेहरूको क्राउड हेर्न सक्छौँ। यहाँ प्रत्येक गेमहरूमा पनि धेरै मान्छेहरू छन् र गेम पनि बिजी छ, हामी हेर्न सक्छौँ। यहाँ कुन गेम छ तपाईहरुले यस भिडियो मार्फत पनि तपाईले हेर्न सक्नुहुन्छ। यो 360 गेम हो। हामी 4 जना कुनै पनि गेम त खेलिएन, तर मलाई चाहिँ बेसरी इन्ट्रेस्ट लागेको भनेको यो गेम सुट गेम एकदमै खेल्न मन लागेर म खेल्दै छु। हेर्न सक्छौं गाइज। गन सुटले एउटा बेलुन त फोडे है गाइज। अब हेर्दै जाऊ अरु बेलुन फुट्छ कि फुट्दैन। कतिचोटि हान्नुभयो? कतिचोटि हान्नुभयो? खै कतिचोटि हाने? ल है अब राजुको पालो कतिवटा फोड्छन् बेलुनहरु। तलको यो हैन, त्यो तलको यो थिची राख्ने हो के यसरी, अनि बल्ल हान्छ। फुट्यो? फुटेन? फुटेन? सेजल जाऊ ल।
राजु भाइले त एउटा पनि फुट्न सकेन बिल्ला भयो है जाऊ एउटा हान ये सिधै लागेन गोली एउटा फुटाले ल मैले सिधै लागेन गोली त हान के हो त्यहाँ थिच्न पर्छ गन सुट हान्नै नजानेपछि मैले हान्न पर्यो फेरि पनि हेरौँ यसपालि कतिवटा फुट्ने छ हाम्रो दिलबुलले चाहिँ एउटा फुटाल्नु भयो है खै किन सुटिङ चाहिँ लागेन अलिक बाङ्गो बाङ्गो निशाना ताक्दा पनि म चाहिँ खतरा निशाना ताक्दैछु है एउटा त फोड्छु कि फोड्छु भनेर निशाना ताकिरहेको छु समय लागिरहेको छ अब निशाना गराउनलाई समय त अवश्य नै लाग्छ फुट्यो फुट्यो ओ ल है दुईटा फोडे मैले दुईटा फुस्की गोली नै सकियो दुईटा फुटाल दे गाइस दुईटा फुटाल दे गए गान पिटी अब त्यहाँ हेर न अब ठ्याक्क त्यहाँ लगेर रोक्छ है अब त्यहीँ रोक्छ रोक्यो रोक्यो आज भिडियोको बिट यहीसम्म राख्दै म वीर ब्लग पनि बिदा हुन चाहन्छु अन्तिमसम्म भिडियोहरू साथ दिनुभएकोमा धन्यवाद